हजुरआमा ढोक गरे तपाईँलाई। जय जय होस् मलाई चिताएको होस्। ल अब यहाँ तपाईँलाई हेर्ने सुन्नेलाई पनि दुई हात जोडेर नमस्कार गरेर सबैलाई आशीर्वाद दिइहाल्नुहोस् ल। लौ राम्रो होस्। जय जय होस् मलाई चिताएको होस्। मलाई हेर्नेभरिलाई राम्रो होस्। ए ल ठिक छ हजुरआमा, अब यो माघ महिना सिद्धियो होइन, अब यो बेको लगन सगन पनि सिद्धे, तपाईँ पनि बेसे यताउति बोझ मानिराख्नु भएको छ। अब आज तपाईँको बेको कुरा गर्ने हो। तपाईँलाई बेको कुरा गर्दा लाज लाग्छ कि लाग्दैन? मलाई जान्दैन बिहाको कुरा भयो सिद्धियो त होइन गर्नु पर्यो हजुरआमा, अरू बेको कुरा त गर्नु पर्यो के अरे, सबैलाई चासो छ उहिलेको बेको कुरा सुन्नलाई। त्यस्तो के कुरा हार्ने बिहाको कुरा पनि अलि बैसका राम्रा कुरा हार्ने भए पो गर बिहाको। होइन तपाईँको बेको कुरा त सबैलाई चासोको कुरा भयो हो। अनि कति वर्षमा बे गर्नुभएको हजुरआमालाई भन्नुहोस्? 6 वर्ष। 6 वर्षमा बे गर्न आएको। अनि स्कुल त जानुहुन्थेन होला के अरे? स्कुल त मैले क पनि भन्न। ए क पनि भन्न होइन, के सम्झना छ ठ्याक्कै बे गर्दाको वरिपरिको ल भन्नुहोस् त। सम्झना अब त्यही नाइके नि सम्झिना र म ढिक आउँदी घरबारी बनाउने पूजा हार्ने। ए लौ तिनी साथी हुन् मेरी। हजुर हजुर नाइके नि सम्झिना हजुर त्यस्तै गर्थेँ। ए अनि माग्न आइसके पछाडि जानुभयो? माग्न आइसकेपछि अब मलाई बिहा गरेर पठाउनु हो। ए ठिक छ ठिक छ। के लाएर बे गर्न त्यति बेला? के लाएर बच्चा बेलामा के लाएर बस्नुहुन्थ्यो? के लाएर बे गर्न? कस्ता कपडा लाउनुहुन्थ हजुरआमा त बेलामा? दौरा लाइथेँ गर। हजुर। अन्त घलेकी पहिनाइदिएर पूजा गराइदिए। हजुर। अन्त उहाँ डाँडी हाल्ने बेला दिदीको धोती पहिनाइदिएर हाल्ने। ए डाँडीमा चढेर जानुभएको हो? डाँडीमा चढेर गइदिउँ। तपाईँलाई लिन हजुरबा आउनको थियो कि थिएन? आउनु थियो। हाँस्नु भयो नि, हजुरबा एकदम ह्यान्डसम हुनुहुन्थ्यो क्या? राम्रो हुनुहुन्थ्यो हजुरबा? राम्रो हुनुहुन्थ्यो। यहाँ काना तलसनका गोर्खु ल्याउनु थियो। गुड्खु? गोर्खु यहाँ तलसनका मसिना ल्याउनु थियो। ए भनेपछि त ह्यान्डसम हजुरबा पाउन रहेछ। घोडामा त आउनु थिएन हजुरबा? होइन घोडा। हजुरबा नि त सानै हुनुहुन्थ्यो होला नि त? सानै हुनुहुँदो। ए जस्तो हजुरबुवासँग मन परेरै जान आएको? मन परे पनि नपरे नि, अब बाले आमाले बिहा दिएपछि जान त पर्यो नि। ए अनि उता घरतिर जाँदाको के कुरा याद छ ल भन्नुहोस्? उता घर गइसके पछाडि घरतिर जाँदा त अब नन्ना आमाजु सासु मैले देखिनँ। हजुर। राडे ससुरा। हजुर। खुदै सासु तिनीहरूलाई देखाएको। ए अनि 6 वर्षमा जानुभयो अनि गएर लगातार बस्नुभयो? बसिनँ, एक दिन दुई दिन बसेर दिदी छोड्न गयो कि दिदीसित साथै आयो। दिदीसित साथै आउन अनि पछि कति बेला पछि जानुभयो त? 10-15 वर्षपछि बल्ल गइदियो। तपाईँलाई त यता 10-15 वर्ष यता बुढो मावलातिर रातामाटातिर बस्ने बेलामा यता घरतिरबाट कोही भेटघाट गर्न हेर्न आउँथेन? भेटघाट गर्न त जेठाजु बुहारी नानीलाई देख्न पाइएन भन्दै बाहिर हुँदै रिङ्नुहुन्थ्यो। म गएर भित्र लुक्थेँ। अब के गर्ने? किन लुक्नुहुन्थ्यो त? शर्म लाग्छ मलाई। जातिविटी जुठे बाका छोरी पनि आउँथे, दुईटी काली र बाटी भन्थे। हजुर। तिनी पनि हेर्नलाई आउँथे। हजुर। म भित्र गएर लुकिहाल्ने। हो भाँडा राख्ने ठाउँ खौलो खनिया थिए गर माइत। हजुर। त्यही खौला गएर पस्थेँ। ए हजुरआमा ल ठिक छ। भनिसके पछाडि हजुरबा आउनुहुन्थ्यो कि आउनुहुन्थेन त त्यति बेला आफ्नो दुलाइलाई प्यारीलाई हेर्नलाई? हजुरबा त जाँदै आउनुहुन्न त। त्यही अरू जेठाजु तल हन्जिका तिनीहरू आउँथे। ए अनि तपाईँलाई अहिले चाहिँ तपाईँको पहिला 6 वर्ष 7 वर्ष 10 वर्ष सानो उमेरमा बे गरिदिने चलन ठिक लाग्यो हजुरआमा? अचाल जाति भाउ भन्दा त अहिले त 30 वर्षका नहुँदै बिहा जो गर्दैनन् ल भन। हजुर हजुर। नहुँदै बिहा गर्छन् र अचल गर्दैनन् गर। अचल त रोजेर खोजेर कला मन लाग्छ त्यही त गर। ए रोजेर खोजेर गरेको ठिक लाग्यो हजुरआमा तपाईँलाई? त्यही त गर। हाम्रो पाला त अब पराकपुरको यत्रै केटाकेटी निमास्नु हो पठाइदिनु हो। ए ल ठिक छ।
पहिलाको भन्दा अहिलेको ठिक लाग्यो अहिले तपाईँलाई पशु त लाएर हजुरआमा 6 वर्षमा बिहे भएको भएर लाएर पछि चलेको चलन अनुसार सबै ठिकै भयो भन्ने भयो ठिकै भयो त भन्नु पर्यो ल ठिक छ अब बिहेको बारेमा तपाईँलाई धेरै सम्झना नै रहन्छ अरू केही छ भने ल भनिहालौँ हजुरआमा यो त सबैलाई सुनाउने कुरा हो नि छैन छैन अब यो बिहे गर्ने जोडीहरूलाई के भन्नुहुन्छ बिहे गर्ने मान्छेहरूलाई जीवनमा के सन्देश दिनुहुन्छ बिहे गर्ने मान्छेहरूलाई ल भन्नुहोस् त बिहा गर्ने मान्छेलाई त अब स्वामी त भन्दा उनको के भन्छन् कुनै खै मलाई थाहा छैन होइन स्वामी त भन्छन् के रे हजुरलाई बिहे गरेपछि मान्छेले घरबार नबिग्रिनला राम्रो हुनला यताउतिलाई के गर्नु पर्ने रहेछ तपाईँको के अरे कस्तो लाग्यो तपाईँलाई त्यो कुरा चाहिँ ए अब साना घर गर्न सकिएन गर अलिक ठुलो भएपछि गएर अब सासू भन्नै बसेर गरिरह्यो नगरी भएन दुःख सुख मिलेर दुला दुलाई मिलेर बस्नुपर्छ भन्ने शुभकामना दिनु पर्यो हजुरआमा बिहे गर्ने जतिलाई होइन होइन बस्नु पर्यो अचल त बुढा हुन्छन् गर बसिहाल्छन् गर आफै बिहार्छन् मन लागेको ठाउँमा लान्छन् हजुर हाम्रो पाला पो यत्रै बिहारिदिएपछि कहाँ जाने कहाँ लाने अब के गर्ने ल हुन्छ हजुरआमा अब अरू केही सम्झिनु छ भने भन्न पर्यो के अरे अब होइन भने त भिडियो लामो बनाउनु हुन्न भयो भयो ठिक्कको बनाउनु पर्छ ल अब सबैलाई धन्यवाद भनिदिनुहोस् हजुरआमा धन्यवाद होस् जय जय होस् मैले टिकाएको होस् सबैलाई मैले जानी छैन धेरै ल हुन्छ मलाई हेर्दै गर्नु भन्नुहोस् मलाई हेर्दै गर्नु त्यही हो